म हजुरहरुलाई आज के भन्न आएको भन्दाखेरि हजुरहरुले धर्म गर्नुस् पनि म भन्न चाहन्न र सक्दो कुरा गर्नुस् भने जब गर्नुस् पनि म भन्न चाहन्न नगर्नु पनि म यति भन्न चाहन्छु कि हैन भगवान बुद्ध को हो सबैभन्दा सर्वप्रथम उहाँले चिन्नुस् हैन उहाँले यो संसारलाई चाहिँ के देखाउन खोज्नु भएको हो र उहाँले चाहिँ यो संसारलाई के देखाएर जान्नु भयो भन्ने कुरालाई चाहिँ एकदम जान्नुपर्छ यो बुद्धिस्टले मात्र जान्ने हैन यो सारा मानवले जान्नुपर्छ र जान्नुपर्ने एउटा हक पनि छ हैन अनि त्यस कारणले गर्दा अब यो सागादह पनि सुरु भयो हैन यही सिलसिलामा चाहिँ नि हजुरहरुलाई एउटा इन्फर्मेसनको हिसाबले चाहिँ भिडियो बनाउँदै छु उहाँ जन्मिनु भएको उहाँले महापरिनिर्वाण लिनु भएको उहाँले बुद्धत्व प्राप्त गर्नु भएको जस्तो यस्तो राम्रो दिन पनि सुरु भइसक्यो हैन त्यतिखेर चाहिँ हजुरहरुले धर्म कर्म गर्नलाई टाइम मिलाउन नसके तापनि एकदम राम्रोसरी एकदम के भन्छ यो सजिलैसँग धर्म प्राप्त गर्न सकिने एउटा वे म हजुरहरुलाई देखाउन चाहन्छु त कसरी जान्न सकिन्छ त भनेर भन्नुहुन्छ भने अब उहाँको जीवनीय पढ्नु पर्यो अब हामीले पढ्न त सकिदैन अहिलेको समयमा हैन सबैभन्दा बेस्ट वे भनेको उहाँको सिरियल हेर्नुस् हैन युट्युब भित्र यस्तो राम्रो सिरियल छ कि उहाँको जस्तै उहाँको सिरियलमा चाहिँ तपाईको ड्रामा छ इमोसनल छ तपाईको चाहिँ लभ स्टोरी छ कमेडी हैन सबै एकदम एक प्रकारले हामी फिल्म हेर्दाखेरि सिरियल हेर्दाखेरि जुन प्रकारले हामीले एउटा आनन्द लिन सकिन्छ नि त हैन त्यस्तोको जस्तोको त्यस्तै छ क्या एक त अब समयलाई चाहिँ नि एक त हामीले अब रमाइलो सँगसँगै बुद्ध भनेको भनेर चिन्न पनि सकियो हैन उहाँको उहाँ भनेको को हो खासमा उहाँ चाहिँ के देखाउन खोजेको रहेछ यो संसारले भनेर पनि हामीले चिन्न सकियो हैन सँगसँगै इन्जोय पनि उहाँको ज्ञान पनि पायो क्या सबैभन्दा बेस्ट वे भनेको तपाईले चाहिँ त्यो सिरियल हेर्नुस् अनि हेर्नु पनि पर्छ एउटा मानवता भइसकेपछि हैन एउटा सानो मानवता पनि कसरी चाहिँ नि एउटा माथि भगवानको चाहिँ लेभलसम्म पुग्न सकिन्छ संगीतो रस त भन्ने खालको कुरालाई चाहिँ उहाँको स्टोरी उहाँको सिरियल हेरेर चाहिँ हामीले छल्लङ्गै बुझ्न सकिन्छ र त्योबाट चाहिँ हामीले चाहिँ हैन धर्म कर्म जस्तो अब टाइम दिन नसके धर्म कर्म गर्नलाई टाइम दिन नसके तापनि सबैभन्दा बेस्ट वे र एकदम ठुलो धर्म पुण्य कमाउने एउटा अवसर भनेको सिरियल हेर्नुस् आनन्दले हैन अनि इन्जोय गर्नुस् र अरु साथीहरुलाई पनि भगवान बुद्धको सिरियल हेर्नुस् भनेर चाहिँ भन्नुस् है धन्यवाद।